आयो दुनियाँलाई बिचल्ली बनायो 1990 साल माघ 2 गते चिन 1990 साल माघ 2 गते चिन सुरक्षित घर बनाऊ दाजै जनचेतना दिन डङ डङ लड्छन् है घर बाल बच्चा डराले थरथर बिर्खे यहाँ आइज बा सन्चै छ आरामै छ अहिले त मलाई मैले एउटा कामले बोलाएको थिएँ के छ काम काका के काम भन्नु भन्छ कि के छ काम दिउ काका के थियो र सुर्ती सकिएछ ल्याइदेन पैसा छैन काका मसँग त पैसा छैन यत्रो हरिलट्ठक भइसकिस् 20 रुपियाँ सुर्ती किने पैसा छैन तसँग पैसै छैन त अब के गरौँ त काका अब के मलाई मारेर किनेर ल्याउने त पैसा तँलाई मार्दा चाहिँ सुर्ती आउँछ मलाई मार्दा के आउँछ त भूकम्प आउँछ त यो भूकम्प चाहिँ कुरा नगर्न हौ साह्रो डर लाग्छ यो भूकम्प देख्दा मलाई किन डराउनु त र काका भूकम्पदेखि नडराए केदेखि डराउनु त डङ डङ घर लाग्छ कति बेला आउँछ पनि पत्तो हुँदैन यो त के खालको हेर्न तपाईँले त अनि भूकम्पवाला घर बनाउनु भएको छ प्रतिरोधी घर बनाउनु भएको छ त मेरो छ नि यी सारा जनमासले बनाएका छैन मेरो मात्र भर भएन सबैका 3 तले ढुङ्गा माटाका घर छन् हौ त्यहाँ अनि प्रतिरोधी घर बनाउँदैनन् भोलि गाउँमै शोकमा पर्ला कि भनेर डराउँछु नि अनि काका चाहिँ कहिले जन्मिनु भएको काका म त 1990 को भूकम्प त सुनेको होलास् नि तैँले कता कता सुने जस्तो हो त्यही भूकम्पमा 9 महिनामा जन्मिनु पर्ने मान्छे 7 महिनामा जन्मेको हौ म कसरी जन्मिनु त साथै अब कसरी भन्नु नि अब 7 महिनामा जन्मिहाले भूकम्प 2 गते आएछ त्यही दिन हल्लिँदै फुत्तै निस्केको अर्को इन्ट्रेस्टिङ कहानी सुन्छस् अब म जन्मिने बित्तिकै रुन थालेछु है अनि बाबु चाहिँ अब घर लडेको अनि नरो बाबु नरो नयाँ घर बनाउला भन्थ्यो अरे हौ बाबु तर 2 महिना अगाडि जन्मिनु भएको छ काका चैत जन्मिने मान्छे चैत जन्मेको भए त चैत बाँदर जस्तो पो हुनुहुन्छ होला नि तेरो फेरि पुग्नु म फेरि होइन काका अनि टुप्पी तान्न पनि सक्दिनँ हौ पहिले बगरका ढुङ्गा बोकेर ल्याएर प्रतिरोधी घर बनाए अहिले टुप्पी तान्न गइन्छ के भन्नु अनि काका कति 45 सालमा पनि भूकम्प आयो भन्थे 45 सालमा त भूकम्प होइन नि उल्का आएको सुन्छस् त्यो बेलाको कहानी भन्नु न काका त्यही भूकम्पले गर्दा त म एक्लो भएँ त मोरा के भयो भने काका अब 45 साल भदौ 5 गते 4 गते हामी गोइरी खेत गोडेर घरमा आएर खिर पकाएर खाइयो सुत्यो 2 जना छोरा एउटी बुढी सुखी परिवार थियो हाम्रो हेरै बेलुका सुत्यो आनन्दले सुतिराखेको थियो बिहान हुन पाउँदा नपाउँदै गड्याङ गुडुङ गर्दै हल्लाउँदै के आयो जस्तो लाग्यो सुरुमा त पछाडि त भूकम्प भन्ने आएछ मनमा त्यस पछाडि भाग भनेर मनमा भाग मात्रै आयो अब घरमा पनि भाग भन्दै भागेर ढोकासम्म मात्र के पुगेको थिएँ गड्याङ गुडुङ घर लडो अब भूकम्प गइसक्यो घर पनि लडो अब के चाहिँ भनेर भित्र छिर्दाखेरि बुढीलाई खाटै माथिका छोराले थिचेर मारेछ जेठो छोरो भाग्ने हुँदाखेरि चुच्ची गाराले ढुङ्गाले टाउकामा लागेर ठाउँ मरे कान्छा चाहिँलाई चाहिँ सबै घरले गड्याङ गुरुङ थिचेर मारे त्यस दिनदेखि म एक्लो भएँ अब त्यो सुतिराखेकी बुढी त्यो खाटा मुनि गएर सुतेकी भए पनि त हुन्थ्यो नि
अब भाग्ने बेलामा छोराहरू भाग्न छोडेर टेबल कुर्सीका मुनि बसेका भए पनि बाँच्थ्यो कि अब म चाहिँ ढोकामा पुगेछु र ठ्याक्क बाँच मलाई पनि लानु नि बरु के बचाएको होइन काका अब त्यस्तै हो अब भूकम्पमा अब भूकम्प त जान्छ त्यति बेला हामीलाई सुरक्षा गर सुरक्षा यस्तो हुन्छ भनेर सिकाउने मान्छे पनि भएन नि त अब यस्तो जनचेतना पनि थिएन अब त्यस पछाडिदेखि चाहिँ मैले आफैले प्रतिरोधी घर बनाएँ यो बजारतिर पनि सबैलाई प्रतिरोधी घर बनाऊ है भूकम्प कति बेला आउँछ यसले कस्तो क्षति गर्छ कसैलाई थाहा हुँदैन भनेर सबैलाई भन्दै कसैले माने बनाए कसैले मानेनन् बनाएनन् अब मैले चाहिँ सुरक्षा अपनाएको छु 3 दिनलाई पुग्ने खानेकुरा त मैले ढोकाको छेउमा भिर्ने झोलामा राखेको छु त्यसमा चाहिँ चिउरा दालमोट चाउ बिस्कुटहरू दाँत मार्ने ब्रस पनि छ मेरो त्यो झोलामा अनि सुन है त्यो गऱ्यो भने चाहिँ 3 दिनसम्म चाहिँ भोकले मरिँदैन अनि उद्धार गर्न पनि सकिन्छ के खानेकुरा भएपछि अनि त्यस पछाडि सबैले भन्दा पनि मानेनन् अनि त्यस पछाडि फेरि 72 सालमा भूकम्प 72 फेरि चाहिँ 72 हुँदा 72 मा त मेरो ठुलो कहानी छ काका के छ त्यस्तो 72 सालमा सारा महाभूकम्प गयो नि एक खेप हो र दुई खेप गयो त्रसित भइयो म त सानसानै थिएँ स्कुल गइरहेको थिएँ अनि स्कुलमा बसेर पढ्दै थियौँ कता 2 घन्टीको त्यस्तै कस्तो पढ्दै थियौँ सरले पढाउँदै हुनुहुन्थ्यो क्या यो सरस्वती मावि स्कुलमा शिवहरी सर हुनुहुन्थ्यो अनि उहाँले पढाउँदै हुनुहुन्थ्यो पढाउँदा गर्दै आयो अनि के आयो हामीलाई त के थाहा अनि सरले भन्नुभयो ए नानी हो तिमीहरू कोही टेबुल मुनि बस कोही ढोकाको छेउमा बस कोही ग्राउन्डतिर जाऊ भनेर कराउन थाल्नुभयो अनि हामी पनि कता कता भाग्यौँ कता कता गयौँ टेबुल मुनि पो छिरेछु म कति 1-2 जना साथीहरू त कता टेबुलै लडेर पनि खिचिए घाइते भए तर मलाई चाहिँ खासै केही भएन सुनाउन आएको अनि होइन अरू कहानी छ क्या पक्नु न कहानी चाहिँ भन्के अनि त्यसपछि अब नानी हो घर जाओ यहाँ पर अब यस्तोमा भूकम्प आयो भनेर हाहार हो गर्दै सबै घरतिर लाग्यौँ अनि घर पुग्दा नपुग्दै त मेरो घर पनि डुङ लडेछ अनि यसो गएर हेरे म हेर्न सकिनँ भाव विहोल भए अनि यसो काकी बढियामाहरूले बाबु चिन्ता नगर मात्रै भन्नुभयो कसलाई के भयो भन्ने नै मलाई थाहा भएन भरे अन्तिममा त मेरो सारा चाहिँ नि परिवारै सखा भएछ घरभित्रै अनि म पनि एक्लै भएँ काका अनि एक्लै भइसकेपछि अब कहाँ के गर्दा हुन्छ म त अब अलिक केटाकेटी मान्छे केही थाहा थिएन यसो वडा कार्यालयतिर जानुपर्छ अन्त चाहिँ यस्तो यो भूकम्पको लागि राहत दिने हरेक कार्यालयहरूतिर जानुपर्छ भन्थे मलाई त खासै त्यस्तो राम्रो थाहा पनि भएन अनि काकाले चाहिँ भन्नुहुन्थ्यो 1 बोरा चामल र एउटा पाल ल्याइदिएको छ है तेरो लागि भन्नुहुन्थ्यो काका अब म कति अफिसहरूतिर पनि धाएँ कता कता धाएँ तर मलाई त उता जा केटाकेटी कहाँ हिँडेको भनेर पत्याउँदा पनि पत्याएनन् काका यस्तै छ क्या तिमीहरूका गाउँका नेतृत्व नि राम्रा छैनन् के हाम्रा ठाउँका नेतृत्व जस्तो हुनुपर्छ के जनताको समस्या के छ जनताले के चाहेका छन् मेरो भूकम्प प्रतिरोधी घर बनाउन हाम्रै नेतृत्वले त लगाइदिएका हुन् तर अब चिन्ता नगर त पनि भूकम्प पीडित रहेछ होइन काका तपाईँ त चल्तो पुर्तो हुनुहुन्थ्यो र पो त्यसो भने त हामी जस्तो सर्वसाधारणलाई कसले हेर्ने हाम्रा ठुला काकाकोमा घर चर्केको मात्रै थियो अनि राति झम्पलले गल लगाएर लडाए अनि भोलिपल्ट गएर कहाँ के गरेको नि पर्सिदेखि घर बनाए
अनि मेरो चाहिँ लडो मेरा सारा सखा भए म एक्लो भए मलाई त कसले हेरिदियो त हाम्रो गाउँमा बस्न आइज न हाम्रा गाउँकाले हेर्छन् बुनी छन् अनि सुन त पनि भूकम्प पीडित म पनि भूकम्प पीडित अब त मसँग बस्छस् त होइन अब यसो बाउ जस्तो हुनुहुन्छ काका अब माया नै गर्नुहुन्छ भने म पनि एक्लो मान्छे बस्छु नि काका तँलाई एउटा काम चिलाउँछु है म भन्नु न के काम हो तैँले चाहिँ मसँग बसिसकेपछि यी गाउँका मान्छे सबैलाई भूकम्प प्रतिरोधी घर बनाउनु पर्छ भनेर चाहिँ जनचेतना दिँदै हिँड्नुपर्छ नि फेरि ए म जनचेतना अहिले नै दिँदै जान्छु है त काका अनि हाल त एकखेप आदरणीय सम्पूर्ण गाउँवासी सहरवासी सम्पूर्ण महानुभावहरू हामी आज 2082 साल माघको 2 गते भूकम्प सुरक्षा दिवसको अवसरमा जम्मा भएका छौँ भेला के भेला भेला भएका छौँ र यो भेला भूकम्पबाट कसरी बच्न सकिन्छ भन्ने कुरामा यो भेला भइएको हो त्यसकारण भूकम्प आउँछु भनेर आउँदैन कहिले आउँछ अहिले आएको छैन तर एकछिनपछि आउन सक्छ भरे आउन सक्छ राति मिलाको बेला आउन सक्छ कुनै बेला पनि भूकम्प आउन सक्छ यो भूकम्प आउँदाखेरि चाहिँ हामी सजग रहनको निम्ति हाम्रा घरमा भएका ढोका मुनि खाटा मुनि बसेर अथवा भाग्न भ्याइ छ भनेदेखि खुल्ला चौर भिर पहरा नभएको ठाउँ ढुङ्गा नबस्ने ठाउँ ढुङ्गा ठुलो ढुङ्गा नलड्ने ठाउँ ठुलो रुखको छारी नभएको ठाउँ खुल्ला ठाउँमा गएर हामीले आफ्नो ज्यान बचाउनु पर्छ र अन्य त्यसरी अर्को पनि त्यो 3 दिनलाई पुग्ने खानेकुरा चाहिँ झोला त्यो 3 दिनलाई पुग्ने खानेकुरा दालमोटहरू चिउराहरू यस्ता कुराहरू चाहिँ एउटा झोलामा सीमित रूपमा राखिरहनु पर्छ जुरुक्क उठेर कुद्दा टपक्क टिपेर हिँड्न सक्ने ठाउँमा राखिरहनु पर्छ र यसरी घर बनाउँदा पनि 5 तले 8 तले 10 तले मै हुँ म पैसावाला हुँ म ठुलो घर बनाएर देखाउँछु भन्ने खालको भावना नलिकन आरसीसी नै बनाउँदा पनि 2-2.5 तले बढीमा र भुइँ घरहरू बनाउँदा पनि ढुङ्गा माटाको धेरै तला नजाने खालको आफ्नो वासस्थान चाहिँ सुरक्षित रूपले बस्न सक्ने खालको वातावरण बनाएर घर बनाउने र उहाँ हाम्रो काकाले बनाए जस्तो काकाले भूकम्प प्रतिरोधात्मक घर बनाउनु भएको छ म पनि गएर बस्ने भएको छु भूकम्प आयो भने पनि भाग्नु पर्दैन आनन्दले सुत्तिन्छ यसरी आनन्द हुने किसिमको अपनाएर हामीले यो भूकम्पबाट बच्नको लागि सुरक्षित हुनुपर्छ भन्ने हामी सन्देश दिँदै हाम्रो यो खोटाङ सङ्गीत कलाघरको तर्फबाट हजुरहरूलाई कति हामीले जनचेतना गर्न सक्यौँ आफ्नो हिसाबले मनन गर्दै हामी यस नाटकबाट बिदा हुन एउटा कुरो छ पर्सि यही माघको 24 गतेदेखि नि फेरि सानो भूकम्प आउँदैछ के त्यति बेला चाहिँ कहाँ भाग्ने भन्न भन्नु त काका यो तलतिर समीक्षा लगाल्न भागेर आउनुपर्छ के नाटक छ कर्तव्य थिएटर नाटक हो कि त्यो सबैले हेर्नुपर्छ के संस्कार संस्कृति परम्परा सबैलाई समेटेको शैक्षिक नाटक छ त्यति बेला सानो भूकम्प आउँछ सबैजना भागेर त्यो समीक्षा लगाल्न आउनु भन्दै थियो काकाले भनेको पनि सुने अर्को कुरा पनि छ यो खोटाङ सङ्गीत कलाघरले उद्घाटन एउटा टहरो बनाएको छ भूकम्प प्रतिरोधात्मक टहरो बनाएको छ त्यो टहराको उद्घाटन पनि हुनेछ र त्यसमा अब यो पर्सि 5 गते माघको 5 गते पनि सबैजना त्यहाँ जम्मा भएर यस्तै भलाकुसारी गर्नको लागि हार्दिक अनुरोध गर्दै अब हामी हजुरहरू सामु बिदा हुन चाहन्छौँ हार्दिक धन्यवाद।